जनतालाई न्याय दिने न्यायाधीशहरू नै आफ्नो लागि न्याय खोज्दै हिँडिरहेका छन्। एकैछिन यो भिडियो हेर्नुहोस् त। दर्शकबिन दृश्यमा देखिरहेका छौँ नेपाल बार एसोसिएसनको यो भवनबाट कालो कोट लगाउनेहरू यति बेला देख्न सक्छौँ। कालो कोट लगाउनेहरू नै अब न्यायको खोजीमा देखिनु भएको छ। जसले न्याय दिलाउनका लागि उहाँहरू न्याय दिलाउनका लागि रात दिन खटिनुहुन्छ, तर अब न्याय हरायो भनेर उहाँहरू खोजी गरिरहनु भएको छ। कालो कोट कालो प्यान्ट लगाएर देख्न सक्छौँ। अब झट्टै हेर्दा मान्छेहरूलाई लाग्न सक्छ के ओहो उहाँहरूमाथि त अन्याय भइरहेछ बिचाराहरू भन्ने लाग्न सक्छ। तर यसो एकछिन सोचेर हेर्नुहोस् त, उहाँहरू न्याय दिने मान्छे हो के? अहिलेसम्म कतिजनालाई न्याय दिनुभयो के? कति पीडित कति गरिबको केस लड्नु भयो के उहाँहरूले? गएर हेर्नुहोस् के तपाईँहरू। अहिलेसम्म कुन चाहिँ नेपाली जनताले न्याय पाएको छ क्या उहाँहरूबाट? अहिले चाहिँ उहाँहरू आफै न्याय खोज्दै हुनुहुन्छ। हामीले यत्रा थुप्रै केसहरू काण्डहरू नेताहरूका थुप्रै सुन्यौँ, तर कुनै पनि केसको छानबिन भएको तपाईँहरूले सुन्नु भएको छ कहिले? कुनै नेतामाथि कडाभन्दा कडा छानबिन गर्ने आदेश दियो सर्वोच्चले भनेको सुन्नु भएको छ कहिले? किन कसैमाथि छानबिन हुँदैन त? किन कोही पक्राउनै पर्दैन त? यो सब उहाँहरूकै कारण हो के? पुरै कमिसन खाएर सेटअप मिलाउने यो जुन परम्परा थियो नेपालमा, यो न्यायाधीशहरूको न्यायालयको भनौँ न, पुरै तपाईँको सर्वोच्च अदालतकै, यो सब अहिलेको नयाँ सरकारले सब चेन्ज गरिदिइरहेछ क्या। सब तपाईँको त्यही भएर नै सर्वोच्च अदालतको न्यायाधीश नै नयाँ मान्छेलाई चाहिँ नियुक्ति गराउनु भएको छ क्या उहाँहरूले। अब उहाँहरूले सोच्दै नसोचेको मान्छे प्रधान न्यायाधीश भनेपछि त उहाँहरूको रोजीरोटी त बन्द हुने भयो। अनि उहाँहरू छटपटाइराख्नु भएको छ कि एकदम तपाईँको पानीबाट निकालेको माछा जसरी छटपटाउँछ त्यसरी छटपटाइराख्नु भएको छ क्या। तर तपाईँहरू छटपटाएर केही हुनेवाला छैन क्या। कस्ता कस्ता मान्छे छटपटाएर केही भएन, तपाईँहरू छटपटाएर केही हुनेवाला छैन क्या। तपाईँहरू आफैले अहिलेसम्म के काम गरेर देखाउनु भयो के काम गर्नु भएको छ के? जुन तपाईँ आज आफै तपाईँहरू आफ्नो लागि न्याय खोज्दै हुनुहुन्छ भनेपछि न्याय त हराएकै रहेछ नि नेपालमा त। न्याय त छँदैन रहेछ के? यहाँ न्यायाधीशहरूले न्याय माग्दैछन् नेपालमा। कतिसम्मको लज्जास्पद कुरा हो क्या यो।